एकचोटि यो भिडियो हेर्नुहोला। तिमीहरू भेडाहरू लाछैन शरण छैन तिम्रो मान्छे होइन तिमीहरूको घन्टी सन्डी बदल भाइ मन्दिरमा लाने बजाउने रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ ल के ठुलो गरे तिमीहरूले एक कानुन चाहिँ तिमीहरूको रेणुको लागि युद्ध गर्ने तपाईँहरू देशमा देश बनाउने होइन रेणुले हार्यो भने जनताले हार्छ देशले हार्छ पाप लाग्छ रेणुले बनाइदिएको बाटामा हिँड्ने रेणुले बनाइदिएको चिल्लो बाटामा हिँड्ने रेणुले ल्याइदिएको पानी खाने रेणुले ल्याइदिएको बत्ती बाल्ने तिमीहरू भेडाहरू लाछैन शरण छैन तिम्रो मान्छे होइन कति भन्नु यार के खोजेको तिमीले युद्ध चाहिएको के गर्न नहुने दलितलाई अधिकार दिएको मैहरू पटपटमा राष्ट्रिय स्वतन्त्र पार्टीदेखि तपाईँले त्यस्तो रिस उठे आज होइन चितवनमा हराउँछ भनेर होइन जसलाई हामीले गणतन्त्रमा फुलेको फुलो भनेको तर काँडा बनेर घोच्ने आउने उल्टै घोच्ने चस्सा घोचिरहने छोटे तिमीहरूको घन्टी सन्डी बदल भाइ मन्दिरमा लाने बजाउने होइन भने आफ्नै उमा लाने ढोकामा लाने टङ्ग बाह्र बस्छ छोटे माओवादीका युवा नेता के भनिराख्नु भएको छ, चितवनमा रेणु दाहाल जसरी पनि जित्नुपर्छ, यदि जित्नु भएन भने हामी युद्ध पनि गर्न सक्छौँ र रेणु दाहालले विकास गरेको गाउँठाउँमा हिँड्न डुल्न लाज लाग्दैन भनेर यस्तो त्यस्तो। के रेणु दाहाल आफ्नो घरको सम्पत्तिबाट विकास गरेको हो त? पक्कै पनि होइन, देशको पैसाबाट नै विकास गर्नुभएको छ र विकास गर्नु राम्रो कुरा हो देशको लागि। त्यसैले यो जित्नुपर्छ त्यो जित्नुपर्छ भनेर हुँदैन। चितवनको जनताले जसले चाहन्छन् राम्रो मान्छे विकास गर्न सक्ने त्यसले नै जिताउनुहुन्छ र म पनि यही चाहन्छु, राम्रो मान्छेलाई जिताउनु होला भनेर। बाँकी तपाईँहरूको प्रतिक्रिया के छ? लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला।